गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा तयार, फागुन 10 गते हुँदैछ क्यालिब्रेसन फ्लाइट। दर्शकबिन्द नमस्कार, सिद्धबाबा अनलाइन टिभीको अर्को नयाँ खुसीको भिडियो सामग्री लिएर आज फेरि पनि उपस्थित भएका छौँ। यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। आउनुहोस् ढिले नगरी यो भिडियो सामग्री सुरु गरौँ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार भएको छ। पेटी ठेकेदारसँगको विवाद, भूकम्प र मधेस आन्दोलन र निर्माण सामग्री अभावका बावजुद निर्माण सकिएको हो। अहिले फिनिसिङका छिटफुट काम भइरहेका छन्। विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले भनेका छन् अब केही समयमै उडान सुचारू हुनेछ। जडान गरिएका उपकरणहरूको प्राविधिक जाँच भइरहेको छ। 2079 साल जेठ 2 गते बुद्ध जयन्तीका दिन अन्तर्राष्ट्रिय उडान गर्ने तयारीका साथमा अहिले काम भइरहेको विमानस्थल स्रोतले जनाएको छ। विमानस्थल सञ्चालन अघि सञ्चार उपकरण परीक्षणका लागि क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ, जसबाट जडान गरिएका उपकरणहरू ठिक भए नभएको बारे रिपोर्ट आउने गर्दछ। क्यालिब्रेसन उडानको अन्तिम तयारी भइरहेको आयोजना प्रमुख अधिकारीले बताउनु भएको छ। अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा मान्यता प्राप्त गराउन क्यालिब्रेसन उडान पहिलो पाइला हुने गर्दछ, जसको तयारी अहिले भइरहेको छ। विमानस्थल सञ्चालनका लागि 100 दिने योजना बनाएर मिसन भैरव अभियान नै चलाइएको छ। माघ 12 गतेदेखि सुरु अभियान अन्तर्गत फागुन 10 मा क्यालिब्रेसन उडान गर्ने गृह कार्य भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त डीजी प्रेमनाथ ठाकुरले बताएका छन्। बुद्ध जयन्ती शुभ दिन भएकाले सोही दिन उडान सुचारू गर्ने योजना बनाइएको पनि छ। क्यालिब्रेसन उडान योजना अन्तर्गत विमानस्थलमा जडान गरिएका सञ्चार उपकरणको जाँच, क्यालिब्रेसन उडान सुरु गर्ने, उडान भरेको विमानको दूरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावन मार्गमा जडान गरिएको लाइटिङ लगायतको परीक्षण हुनेछ। यसैगरी विमान कम्पनी, भन्सार, प्रहरी, अध्यागमन लगायतलाई विमानस्थलमा अपरेसनको टार्गेट मितिबारे जानकारी गराउने, ग्राउन्ड होल्डिङ, फुड क्याटरिङ, कार्गो एजेन्सी लगायतलाई आवश्यक तयारीका लागि निर्देशन दिने, क्यान लगायत मानव संसाधनको परिचालन गर्ने पनि बताइएको छ। ICB-2 ठेक्का पाएको एरोथाई कम्पनीको टोली विमानस्थलमा अहिले आइपुगेका छन्। जडान गरिएका सञ्चार उपकरणको प्राविधिक जाँच गरिरहेको ICB-2 योजना प्रमुख प्रदीप न्यौपानेले बताएका छन्। भैरवा विमानस्थलमा क्यालिब्रेसन उडानका लागि अन्तिम तयारीमा पुगेका छौं। उनले थप्दै भनेका छन् फागुन महिनाभित्र उडान सुरु गर्नेछौं। सञ्चार उपकरण ठिक रहेको अवस्था रहेमा क्यालिब्रेसन उडान सुरु गर्ने प्राधिकरणका निमित्त डीजी ठाकुरले बताएका पनि छन्। विमानस्थलमा महिनौं अघि जडान गरिएका सञ्चार उपकरणहरू रहेका छन्, केही बिग्रिएको पनि हुन सक्छन्। ठाकुरले भने अहिले त्यसैको परीक्षणका लागि ग्राउन्ड टेस्ट भइरहेको छ। दर्शकबिन, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी हामीहरूले थप नयाँ अपडेट्सहरू लिएर फेरि पनि आउनेछौँ। त्यतिन्जेलको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने पर सब्स्क्राइब गर्दै गर्नुहोला। अहिलेको लागि भने म मदन पौडेल पनि बिदा हुन्छु। नमस्ते।